हेलो गुड मर्निङ साथीहरू। मेरो चाहिँ बाइक फसेन यहाँ ठुटुलै उठ्यो होला। हेलो गुड मर्निङ साथीहरू। हामी चाहिँ अहिले यहाँ पिकवा खोलाको टेम्के मयुमा अब प्रवेश गर्न लागेको छौँ है। अनि हामी चाहिँ हिजो राति भोजपुर आइपुगेकोले अहिले बिहान जाँदैछौँ टेम्के मार्ग टेम्के कस्तो मार्ग टेम्के मार्ग मात्रै भन्नु आउँछ टेम्के डाँडातिर। अहिले चाहिँ अब बिहानको 8 बज्न आँटिसकेको छ है। आजै माथि पनि फर्किनु पर्ने छ। अब हेरौँ कति बेला हुन्छ। शिट यस गर्नु ये लेडी चस्मा लगाएर चस्मा निकालेपछि अलि राम्रो देखिन्छ भनेर मैले चस्मा लगाएको। चस्मा लगाएर शान देखाउनुहुन्छ। यो चाहिँ पिकवा खोला रे। सेफ्टी भनेको सेफ्टी हो नि, लेडिज न जेन्ट्स। यस अब किन्छु म पनि एउटा मेरो। ल खै तपाईँको आँखामा त म देखिन्छु त। तिमी नै छौ अनि तिमी नै देखिन्छ त। ओ माय गॉड हामी चाहिँ अहिले यो थानाबाको नामको झरनामा आइपुगिरहेको छौँ। छाउरी झरना होइन होला है, नाम जे पाइँदैन भन्नु। हामीलाई नाम थाहा छैन यसको, तर यो बर्खा बेला त राम्रै देखिन्छ र यति बेला नि यस्तो देखिन्छ है। ओ त्यहाँ माथिको यो राम्रो लेउ लागेकोतिर जानु पाए चाहिँ राम्रै हुन्छ होला। लेउ लागेको लेउ होइन त्यो पलाएको हो क्या झारहरू, यो झारहरूमा के उहाँले चाहिँ केही न केही हराइराख्नुहुन्छ, केही न केही छोडिराख्नुहुन्छ, केही न केही बिर्सिराख्नु भएको हुन्छ। एउटा न एउटा चिज चाहिँ हराइरहेको हुन्छ है। एउटा न एउटा चिज चाहिँ बिर्सिरहेको हुन्छ है। भ्लगर मान्छेको भ्लग सब्सक्राइब, युट्युब च्यानल सब्सक्राइब, लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। मेरो पनि हामी चाहिँ यहाँ ऐसेलु डाँडा भन्ने ठाउँ आइसकेको छौँ है। चखेवा यो ऐसेलु डाँडा अरे नि त भने यहाँ चाहिँ नेपालको झन्डै झन्डा रहेछ है। भुटान यहाँदेखि यता हजुर यता चाहिँ माथिको जाने टेम्के मार्ग टेम्के डाँडा यता चाहिँ खोटाङ। खोटाङ आइपुगिसक्यो। ए चखेवा चखेवा भन्नु हजुर। मन्दम पदमार्ग जाने बाटो यो यताबाट जान्छ रहेछ। हामी चाहिँ उकालो चढ्नुभन्दा अगाडि पेट्रोल लाउँदैछौँ। उकालो लागिमै टेम्के डाँडातिर हजुर खोटाङको रतन जा सुनेको यसकै मुनि यो चाहिँ भोजपुर यता खोटाङ अरे।
बाटो यस्तो छ हाम्रो चाहिँ बाइक फसेन यहाँ हजुर के भयो फेरि अर्को ट्र्याकमा बस्छ के ओइ 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 साथी हो बिस्तारै बिस्तारै यहाँबाट पैदल यात्रा सुरु हुँदैछ है हाम्रो चाहिँ टेम्के डाँडा नगरेन टेम्के डाँडाको यात्रा म पनि त्यस्तै लट्ठी बोक्न चाहन्थेँ तर यो माथिने लट्ठी के गर्नु टेम्के डाँडा सेलमे दामी देखिन्छ यहाँबाट हामी चाहिँ टेम्के डाँडा आइसकेको छौँ है यो टेम्के डाँडा त्यसैमा भ्यू टावर त्यही माथि यो भ्यू टावर आयो जुनकिरी तिमीले पादेऊ जुनकिरी तिमीले पादेऊ ए चुप्पे रोड बनाएको छ नि अन्त न त पहिला त कस्तो दामी लाग्यो यो त नागी जस्तो हो यो चाहिँ टेम्के डाँडा है के को बेता लाग्यो आफै बोल्नु देख्यौ ड्रामभित्र पसेको हजुर ड्रामभित्र पसेको देख्यौ यति निस्क्यो त खै म टोक्छु त्यो छ एक पुस्तक देख्नु कसो गर्छ यस्तो है भयो अब संसारको रक्षा गर्नु आइया ठोक्यो यहाँ होइन यहाँ ठोकेको साह्रो अग्लो भयो कि क्या हो ए यहाँ ठुटुक्कै उठ्यो होला ए ज्याकेट देखाएर के यस्तो जग्गा न यस्तो यो भ्यू टावर नबना भनेर त बनाएर छाडेछ केपी ओलीको बजेट होला नि यो बजेटको उ गर्नु पर्दैन भ्यू टावर होइन बजेटको पैसा गर्नु पर्दैन ए एउटा फोटो खिच्ने त यहाँ फोटो खिच्ने त हाम्रोलो कति सुहाएको
भयो क्या भयो प्लिज भयो भन्छु डान्स पनि खतरा छ यता पो कुरास धेरै फुलेको रहेछ नि अलिअलि भयो नि यताबाट जाम्ला अब चाहिँ ऊ त्यहाँ कुरा फोटो खिच्नुपर्छ ल के कुन नाच हो यो भन्नु त अलिक फेरि नाचौँ त कुन नाच हो यो अब चाहिँ हामी चाहिँ फर्किने बेला भयो है हाम्रो बाइक ए तल नै हो अहिले यस्तो भिडमा चाहिँ मलाई लडाउन मार्ने विचार छ यस्तो बाटो जाउँ भन्नुहुन्छ मलाई होइन ओ अब चाहिँ हामी चाहिँ फर्किन लागेको है नै म त जाँदिनँ हामी चाहिँ अब फर्किँदै गरेको अब भ्लग बनाऊँ कि नबनाऊँ ब्याट्री छैन सबै थोक छ ब्याट्री सक्नु आँटेको छ अनि पावर ब्याङ्कमा चार्ज हुँदैन नि त मेरो खै त्यो कुनै हुँदैन हेलो हेलो लेकवालाई पारीबाट हेर्दाखेरि हामी चाहिँ भोजपुरबाट 2 घन्टामा लेकको आइपुगिसकेका छौँ अब लेकबाट आधी डाइरेक्ट बेलैमा आइपुगिसक्यो यहाँबाट अब क्विक्क बाटो मोड्छौँ है क्विक्क खालबारीतर्फ साथीहरू यो चाहिँ अक्करको भिड है यस्तो छ यो भिडदेखि लड्यो भने चाहिँ एकैचोटि खोलामा त्यही भएर सावधानीपूर्वक यात्रा गर्नुपर्छ
ल हामी चक्करको भिड कटेर यो के अरे पिलुवा खोला छेउमा आइपुगिसक्यो पिलुवा खोला तरेर आइसक्यौँ है अब यो बाटो गयो भने चाहिँ के अरे खातबारी तिमीहरू हुँदै खातबारी अनि हामी चाहिँ मादी जानेलाई यो बाटो जाने हो सर्टकट यो चाहिँ खराङमा निस्किन्छ एकैचोटि टुई टुई टुई